गाउँमा मान्छे सुतेन भने चोर हत्तपत्त गाउँमा आउँदैन। यदि त्यो नसुतेको बेला त्यो चोर आयो भने त्यो चाहिँ धुलाइ पिटाइ खाएर जान्छ। उस्तै पर्यो भने मृत्युवरण गर्नुपर्छ। यो बजारले जसरी यो शिविरको मान्छे आए, यो सुकुम्बासीको मान्छे आयो भने हाम्रा दिदीबहिनी दाजुभाइ तपाईँलाई देखाउँछ नि। आज एकजना सुकुम्बासीको सांसद आयो भन्ने बनाउनुहोस् न। बाट सुकुम्बासी बस्तीबाट आएको जितेर आएको सांसदले बोल्यो अरे आज भन्ने सुनोस् न। नेपाली जनताले जित्ने कुरा अनिवार्य छ। म चुनाव जित्छु, मलाई त्यो विश्वास छ। सुकुम्बासीको सांसद आयो बजारमा, कैलालीको 1 नम्बर क्षेत्रमा सुकुम्बासीको सांसद रामबहादुर विश्वकर्माले चाहिँ जितेको छ भन्ने यहाँ बनाउनुहोस्। यो देशको क्याबिनेटमा, यो देशको संसदमा कैलाली जिल्ला। म यो गाउँमा यही ठाउँमा बसेका मेरा चाहिँ आज मैले यो प्रत्यक्ष निर्वाचनको जो टिकट लिएर आएको छु, यो सफलता 20औं वर्ष सङ्घर्ष गरेर रुखको हाँगामा च्यापिएर माटोको ढिस्कामा पुरिएर जङ्गलका बुट्यानहरू र किरा फटेराहरूले डसेर सङ्घर्ष गर्दै गर्दै लामो समय सङ्घर्ष गरिराख्नुभएका तपाईँहरू मेरो सबै आदरणीय यहाँका वासी मेरा आमा बुबा दाजुभाइ बहिनीहरू सबैलाई नमन गर्दै दर्शन गर्दै ढोक गर्दै म मेरो वक्तव्य अगाडि बढाउन चाहन्छु र तपाईँहरू सबैलाई नमस्कार गर्न चाहन्छु। आज म हजुरसँग धेरै भन्ने अथवा चाहिँ धेरै तपाईँहरूसँग भन्नका लागि म आएको छैन, किनभने म बच्चै छु। म तपाईँहरूको बच्चा हो, मैले धेरै नजानेको पनि हुनसक्छ। तर यति कुरा मैले जानेको छु, मेरो आमा बुवा मेरो चाहिँ आफन्तहरूका दुःख कष्ट र सपनाहरू मैले देखेको छु र त्यो मैले बुझेको छु। कसरी म हुर्किएँ, कसरी मलाई मेरो अभिभावकले हुर्कायो, कसरी तपाईँहरूले मलाई हुर्काउनु भयो। आज हुर्काएको एकजना बच्चा प्रतिनिधि सभाको टिकट लिएर तपाईँकै आँगनमा चाहिँ आइराख्दाखेरि जति तपाईँ खुसी हुनुहुन्छ नि, त्यो सबै खुसी मेरो पनि हो, तपाईँहरूको पनि हो, जो तपाईँहरूले वक्तव्य अघि दिइसक्नु भएको छ। त्यसकारण म धेरै अघि यहाँ मान्छे अघि कुरा आयो, हाम्रा प्रतिबद्धता के छन्, सुकुम्बासीको प्रतिबद्धता के हुन्छ, दलित समुदायमा हुर्केको एकजना बच्चाको प्रतिबद्धता के हुन्छ, उत्पीडित वर्ग क्षेत्र समुदायबाट आएको एकजना मान्छेको प्रतिबद्धता के हुन्छ, यो हामी सबैलाई थाहा छ नि। हामी कुनै लिखित दिनका लागि अघि भने जस्तै हस्ताक्षर गर्नका लागि म यो गर्नेछु भन्नका लागि त म यहाँ नहुनु पर्यो नि। म जग्गा दिन्छु भन्नका लागि त म यहाँ नहुनु पर्यो कि, त्यही भएर भन्छु म जग्गा दिन्छु भनेर। म लाल पूर्जा दिन्छु भन्नका लागि त मसँग लाल पूर्जा हुनु पर्यो नि। म यो देशबाट उत्पीडित वर्ग क्षेत्रको समुदायको बारेमा बोल्छु भन्नका लागि त म त्यो उत्पीडित नहुनु पर्यो नि। अनि म सबै त्यस्तै छु भनेपछि मैले के भनेर जाउँ? केही छ मेरो भन्ने कुरा? केही भन्ने कुरा छ त मसँग? एउटै भन्ने कुरा छ, मलाई मतदान गर्नुहोस् र यो देशको संसदमा मेरो बस, मेरो टेबल टक गर्ने चाहिँ मलाई बनाउनुहोस् न। त्यति मात्रै भन्छु, मलाई मतदान गर्नुहोस्। एक मत दिनुहोस् मलाई गुलाबको फुलमा। जब यो बस्तीबाट, जब यो उत्पीडित वर्ग क्षेत्रको छोरा जब आफ्ना कुरा राख्ने ठाउँमा पुग्छ नि, त्यो बेला भन्नुहोस् बाबु, यो पनि भन्नु, फोन गर्नुहोस्, घरमा सूचना पुर्याइदिनुहोस्, ल भनिदिनुहोस् है, त्यहाँ चाहिँ भन्नुहोस् हामीसँग त कुराकानी भएका छैन भनेपछि पनि ल है तपाईँसँग नम्बर छ, ल अध्यक्षज्यू, ल दिदी, ल भनिदिनुहोस् त, रामजीलाई यो कुरा सुनाइदिनुहोस् त, यहाँ यसो परेको छ भन्नुहोस्। त्यो भनेको दिनको पछिल्लो दिनको संसदमा योबाट निर्वाचित उम्मेदवारले बोलेन भने त्यो दिन भन्नुहोस् बाबु यो कुरा किन भन्नु। यो मेरो प्रतिबद्धता हो। त्यसकारण धेरै भन्नुपर्ने केही पनि छैन तपाईँहरूसँग मेरो। मैले आज म यहाँ किन बस्न खोजेको मात्रै हो भने तपाईँहरूको सङ्घर्षका कारणले म लडाइँ लड्न गएको थिएँ बाहिर, वर्गीय लडाइँ मैले बाहिर लड्न गएको थिएँ। म तपाईँहरूले पठाउनु भएको थियो, आजभन्दा 10 वर्ष अगाडि मलाई बाहिर पठाउनु भएको थियो। म बच्चै थिएँ, म बाहिर लडाइँ लडेर सफल भएर आएको छु। मैले वर्ग सङ्घर्षको लडाइँ लडेर सफल भएर आएको छु। किसान मजदुर यहाँ बस्न सकेन होला, तर किसान मजदुर र हामी जस्तै जनताहरूसँग बसेर म 10औं वर्ष बाहिरको चाहिँ जीवन बिताएर आएँ। आज यहाँ आएँ। हाम्रो आदरणीय चाहिँ अघि नेतृत्वले भने जस्तै मलाई पार्टीले विश्वास गरेर टिकट दिएको छ। त्यत्तिकै दिएको टिकट होइन यो। त्यत्तिकै टिकट दिने भएको भए खै त अरू मान्छेलाई हामीलाई चाहिँ दिएको, अन्य दलका चाहिँ नेता कम्युनिटर अथवा पार्टीले खै त हाम्रो बस्तीमा त चाहिँ हाम्रो चाहिँ हामीलाई टिकट दिएको। यो सङ्घर्षले दिएको टिकट पार्टीले मूल्याङ्कन गरेर जो दियो, विशेष धन्यवाद दिनुपर्छ नेकपा माओवादीलाई। हामीले
जसको नेतृत्व कमरेड विप्लव सिंहले गरेका छन्। आज पनि यो देशमा यस्तो पार्टी हाम्रो हामीले भन्नु पर्दैन। आज हामीले 5 लाख केजी चाहिँ भर्खरै हिजो चाहिँ हामीले आलुहरू पठाएको छौँ हाम्रो पार्टीले। आज पनि श्रम नगर्ने मान्छे, श्रम र नङ्ग्रा नखियाउने मान्छे खाना खाए पनि भोकै हुन्छ भन्ने चाहिँ नियतबाट हामी अगाडि बढेका पार्टीको क्याडर हो हामी। उत्पादनसँग नजोडिएको कोही पनि मान्छे, आफ्नो गरी खान नसक्ने कोही पनि मान्छे त्यो क्षेत्रबाट अथवा त्यो घरबाट अथवा त्यो ठाउँबाट अपमानित हुन्छ भन्ने हामीले बुझेका छौँ। त्यसकारण श्रम गर्ने पार्टीसँग जोडिएका नेता कार्यकर्ता भएको हैसियतले हामी पनि श्रमिक भएको नाताले लडाई लड्ने कुरा बुलेटको मात्रै होइन, अब ब्यालेटको लडाई भनेको लडाई बन्दुकको गोलीको मात्रै होइन, अब कागजी लडाई जो लड्ने कुरा छ, वैधानिक लडाई लड्ने कुरा छ। यो लडाई लड्ने ठाउँमा तपाईँले मलाई पुर्याएर गुलाब फुलमा मतदान गरिदिनु भयो भने मैले अघि भने जस्तै मसँग त सबै त मेरो यो जिन्दगी, मेरो त पीडासँग जोडिएको जिन्दगी, यो सङ्घर्षसँग जोडिएको जिन्दगी, अझ भन्यो भने योजनासँग जोडिएको जिन्दगी त मेरो आफ्नै जिन्दगी छ नि। त्यसकारण तपाईहरु सबैलाई मैले यति मात्रै कुरा भन्न चाहन्छु। विभिन्न बहानामा मैले अस्ति एउटा स्ट्याटस लेखेको थिएँ, कोही पनि गाउँको मान्छे सुतेन भने तपाईहरुसँग म साथी छैन होला, चोर आउने सम्भावना कम हुन्छ। त्यसकारण यो उठ्ने बेला भएको छ। मैले अस्ति भनेको थिएँ, आज हामी चुनावी मैदानमा कसरी जाँदैछौँ। आज हामी चुनावी मैदानमा सबै साथीहरूले साइकलमा पानीको बोतल बाँधेर जानुपर्छ। पानीको बोतल बाँधेर आफै दौडिनुपर्छ। तपाईहरु सबै दौडिने हो। एकजना रामसी दौडेर हुन्छ? एकैजना म हिँडेर हुने हो? यहाँ म हिँड्ने, म केका लागि हिँड्ने एक्लै? अनि मैले फर्नका लागि हिँड्ने? सबैलाई छ नि त पीडा, त उत्पीडित वर्ग सबैलाई पीडा छ नि। आज जो हिँडिराखेका छन् नि एक एक्लै तरिकाले भनौँ भनेको मतलब ग्रुपमा खर्च गरेर हिँड्न छन् नि। मैले अस्ति निर्वाचन आयोगमा मैले प्रश्न गरेको थिएँ, त्यहाँ के लेखिएको के भनिएको छ रहेछ भने आज भर्खरै मलाई बिहान पनि फोन आएको थियो, 29 लाखदेखि 31 लाखसम्म खर्च गर्न मिल्ने अरे। 29 लाखदेखि 31 लाखसम्म खर्च गर्ने हाम्रो ल्याकत छ, मैले सक्छु। मसँग त 31 रुपियाँ छैन, कसरी सक्छु मैले? अनि कसरी सक्छ यो चाहिँ सुकुम्बासीको छोराले चाहिँ 29 लाख खर्च गर्ने आँट गरेर कसरी चुनाव लड्छन् तपाईँ? हामी चाहिँ कसरी जान्छौँ? त्यसकारण मैले त्यहाँ प्रतिवाद गरेको थिएँ, यहीँबाट भ्रष्टाचार सुरु भएको छ, यो कुरा मेरो निर्वाचन आयोगमा सुनाइदिनुहोस्, यो गलत कुरा छ। त्यो रिपोर्टिङ गरेको थिएँ साथीहरू। पछि मलाई चाहिँ रामजी धन्यवाद भनेको थिएँ। मलाई चाहिँ 29 लाख रुपियाँ खर्च गर्ने वैधानिक लिखित गर्नुपर्ने देखिन्छ त्यहाँ भने खर्च कति हुन्छ होला? अनि हाम्रो चुनावको मकसद, हामीले चुनावको नजिक जाने बेला छ त। त्यसकारण हाम्रो नेता कहिले पनि हुनेवाला छैन। यो तपाईँको चाहिँ यो चाहिँ अन्त्य नगरेसम्म, त्यहाँ नबनेसम्म किन ल चाहियो भनेको पैसा खर्च गर्न? आज तपाईँहरू आउनुभयो, तपाईँहरूले सायद कसैले एक चिया खुवाएको छ कहीँ देख्नु भएको छ? मलाई खुवा छैन नि। किन आउनुभयो? खाएर हो मान्छे आउने? पीडाले मान्छे आउने। आँखामा आँसु किन आउँछ? किन रुन्छ मान्छे? काटिएर रुने हो? घाउ लागेर हो मान्छे रुने? हृदयमा चोट लाग्यो भने मान्छे रुन्छ, मस्तिष्कमा चोट लाग्यो भने मान्छे रुन्छ र वितृष्णा पैदा गर्छ। त्यस कारणले तपाईँ हामीलाई लागेका चोटहरू हामीलाई विभिन्न, आज मैले तपाईँले यति अरू कुरा अरू केही पनि नगर्नुहोस्, यो कुरा बनाउनुहोस् न, यो कुरा बनाउनु पर्छ हामीले अब। अनि बल्ल हाम्रो इज्जत जोगिन्छ, बल्ल हाम्रो लडाइँ त्यही विजय हुन्छ। यहाँ विजय गर्नु पर्दैन। जब क्याबिनेटमा विजय हुन्छ भने हामी यी रुखहरू सब चाहिँ हराउँछन्। यहाँका चाहिँ तपाईँको चाहिँ लड्ने आएका हामी चाहिँ सबै त्यही हराउँछन्। हामी त्यही गरिदिन्छौँ नि माथि, यहाँ लड्छौँ हामी। त्यस कारणले आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू अथवा मेरो आमा बुवाहरू, म यति कुरा तपाईँहरूलाई भन्छु। आज हाम्रो यो जिल्लाको नेता भजनीको इन्चार्जको बुवा बित्नु भएको छ। अलिकति त्यो संवेदना हामीले त्यहाँ जानुपर्ने पनि छ। अब मैले भने तपाईँहरू सबै हात पाउ खुट्टा कहाँ कहाँ लाग्छ। यतिले मात्र हामीलाई पुग्दैन। आज बहुमत ल्याएर हामीले यहाँ विजय हुनुपर्ने छ। भजनीमा को छ, जोशीपुरमा को छ, जानकीमा को छ, सत्तीमा को छ, यता तपाईँको चाहिँ बनगाउँमा को छ, तपाईँको अझ उतातिर चाहिँ अलि अगाडितिर गयो भने यो चाहिँ शङ्करपुरमा को छ, अझ अलि कटानपुरमा को छ, अनि यतातिर चाहिँ यो तलपट्टि तपाईँ यो पार्क रोडतिर को छ, पार्क लाइनतिर को छ, अनि यता राजीपुर को छ, यहाँ चाहिँ यता बस्तीतिर यहाँ को छ। खोज्नुहोस् सबै आफ्नो आफन्तहरू कहाँ कहाँ छन् भन्नुहोस्। हामीलाई चाहिँ यतिखेर हामीलाई अरू दिने होइन।
माइतीलाई भन्नुहोस् हामीलाई के दिनु छ भने भोट दिनुहोस्, हाम्रो सांसद उठाएको छ, हामी विजय हुनु छ यो दिनुहोस् भन्नुहोस्, जसले गर्दा तपाईँ हामी विजय हुनेछौँ। अर्को कुरा म तपाईँहरूलाई के भन्छु भने आजसम्मका मितिमा हामी हरेक कार्यक्रमको लागि बजार गएको छौँ, मान्छे हाम्रा मात्र देखिन्छ, जुनसुकै पार्टी सङ्गठन होस् मान्छे हाम्रा देखिन्छन्। तर यो बेला हामीलाई अवसर आएको छ, यहाँको माहौल त राम्रै छ, तर बाह्य माहौल पनि विश्वकर्माप्रति राम्रै छ। त्यसकारण किन राम्रो छ, मैले अघि भने उत्पीडित मान्छेहरू यो देशमा अहिले पनि छन्, भोट अरूका छैनन्, भोट सर्वहारा वर्गसँग जोडिएका काम गरी यही काम गरी खाने मान्छेका भोटहरू गाउँमा छन्। 2 लाखदेखि 5 लाखसम्म हुने मान्छेका भोट गाउँमा छैनन्। तपाईँ हामी जस्ता मान्छेका भोट हाम्रा छन् भने ती भोट हाम्रा पक्षमा हाल्ने, अझ गुलाबको फुलमा हाल्ने गरिकन तपाईँ हामीले सोच्यौँ भने, तपाईँ हामी लाग्यौँ भने र यसै बस्तीबाट माला लगाएर, यसै बस्तीबाट अबिर लगाएर यो हाम्रो प्रिय जन्मभूमि र हामी जन्मेर बसेको ठाउँबाट हामीले चाहिँ अबिर लगाएर बजारमा आफ्नो सांसदको विजय उत्सव मनाउने गरी सोच्नु। सधैँ जाने होइन, सधैँ हामी हेपिनु हुँदैन, सधैँ मान्छे हेपिँदैन पनि। त्यसकारण तपाईँहरू सबैले त्यही सोच्नुहुनेछ भन्ने कुरा राख्दै यो बजारले जसरी यो शिविरको मान्छे आए, यो सुकुम्बासीको मान्छे आयो भने हाम्रा दिदीबहिनी दाजुभाइ बिना तपाईँलाई देखाउँछ नि। आज एकजना सुकुम्बासीको सांसद आयो भन्ने बनाउनुहोस् न, सुकुम्बासीको सांसद आयो बजारमा, कैलालीको 1 नम्बर क्षेत्रमा सुकुम्बासीको सांसद रामबहादुर विश्वकर्माले चाहिँ जित्या छ भन्ने यहाँ बनाउनुहोस्। यो देशको क्याबिनेटमा, यो देशको संसदमा कैलाली जिल्लामा बाट सुकुम्बासी बस्तीबाट आएको जितेर आएको सांसदले बोल्यो अरे आज भन्ने सुनोस् न नेपाली जनताले। जित्ने कुरा अनिवार्य छ, म चुनाव जित्छु, मलाई त्यो विश्वास छ। तर अपवाद वर्ग दुश्मनहरूले कहीँ हामीमाथि हमला गरिहाल्यो भने तपाईँहरू सबै सचेत भएर उठ्नु होला, सबै लड्न जरुरी छ। त्यसैले अबको विजय हाम्रो विजय, तपाईँ हामी सबैको विजय हुनेछ, हाम्रो खुसी हुनेछ। बाँकी सल्लाह गरौँला, छलफल गरौँला, बाँकी तपाईँहरूले दिने सुझाव सल्लाह दिँदै गर्नु होला। भेट हुनेछ भोलि हाम्रो चाहिँ यता एकता नगरमा यस्तै बस्तीकोसँग अलिकति जनतासँग मेरो भेटघाट कार्यक्रम छ। आज उस्तै पऱ्यो भने 5-6 बजेतिर उता तपाईँको चाहिँ सुर्जीपुरतिर पनि अलिअलि बसाइ हुने जस्तो छ, त्यहाँ भएका आफन्तलाई पनि सम्पर्कमा जोड्नु होला। यो कुरा मैले तपाईँहरू लाग्दै तपाईँहरू सबैलाई दर्शन गर्दै ढोक गर्दै र तपाईँहरू बिदा हुन्छु। नमस्कार। लाल